जापान घुमिराखेको छ। जापान यस्तो त छ जापान। हेरौँ न, टाइम छैन त। अनि मान्छेले भन्छन् कहाँ कहाँ जान्छन्, कता कता जान्छन्। यार यस्तो बबाल ठाउँमा आऊ न कहिले जिन्दगीमा। ठुल्ठुला बिल्डिङहरू मात्र खोजेर हुन्छ त? यस्तोमा त सानैदेखि बसिरहेको यहीमा कति दामी रमाइलो छ। अब चाहिँ बल्ल ठिक ठाउँमा आइए जस्तो छ। मस्त वातावरण पनि यस्तो राम्रो, सरसफाइ। गाउँघर जस्तो फर्केर घर जान मन पनि लाग्दैन हो यस्तोमा बसेस् त। त्यो कोलाहाल भिडमा बसेर मात्र के गर्नु, त्यस्तोमा बसेर कामै छैन। यस्तोमा बस्नु पऱ्यो नि त। यस्तोमा जापानको पुरानो घरहरू चाहिँ यिनै हुन्। अहिले टेक्नोलोजीमा ठुलो रियालिटी भनेको जापानको यही नै हो। जापानको पुराना घरहरू चाहिँ यिनै नै हुन्। अब हेर्न सक्नुहुन्छ, यिनी नै हुन्। जापानको गाउँ भनेको यही हो, पुराना घरहरू। मस्त बस्नलाई पनि आनन्द छ सिलमा। यसलाई भन्छ रियल गाउँ। यो हो जापानको गाउँ। मान्छेले ठुल्ठुला सहर मात्रै खोज्छ, ठुल्ठुला सहरहरू मात्रै हेर्छ। तर यो चाहिँ रियालिटीमा जापान कस्तो छ भनेर देखाएको मात्रै। जापानमा त्यो कल्पना गर्नुभन्दा यो पनि हो भनेर बुझाइदिएको। धन्यवाद। यति बवाल छ। अब जापानको जहाँ पनि अब तपाईँहरूले सिटी मात्रै देख्नुहुन्छ होला, तर यहाँ चाहिँ हाम्रो चाहिँ यो चाहिँ एकदमै गाउँ बब्बालवाला ठाउँ। मान्छेहरूको यो चाहिँ मोडर्न घर हो। अरू चाहिँ हाम्रो पुराना घरहरू पनि छन् यो आइल्यान्डमा चाहिँ। पुराना घरहरू आउँदै गर्छन्, तर बवाल छ यहाँ चाहिँ। यसो घुम्न आउनलाई दामी छ। यो चाहिँ हाम्रो पुरानो घरहरू, यो भिलेजको। यो जापानको सबभन्दा पहिला बन्ने घरहरू भनेको यस्तै मात्रै हुन्। यो घरहरू चाहिँ अहिले भर्खरै नयाँ घरहरू हुन्। यहाँ चाहिँ घुम्न आउन सकिन्छ मस्त। अरू म बस्ने पनि यतै हो। यो ठाउँ चाहिँ दामी छ। मान्छेहरू अब कहाँ सिटी मात्रै खोज्छन्, तर गाउँमा पनि बबाल छ त ठाउँहरू त। सिटी नखोजेर गाउँतिर आऊँ भने नि यस्तो मजाको ठाउँहरू पनि छ नि। सिटी जस्तो सर सुविधा त नहोला, तर जे भयो नि पैसा बच्छ, काम पाइन्छ, आफ्नो गाउँ जस्तै लाग्छ। घर जान मन लाग्दैन यति देखेपछि। अरू त रमाइलै छ। यतिको भएपछि को घर जानु, घर गइन्छ होला र। यति भएपछि भइँदैन नि त। वान अफ द बेस्ट ठाउँ। बाख्रा देखियो आज कहाँबाट। एउटा बाख्रा हो। बवाल छ ठाउँ। थाहा पाएँ, तर यहाँनिर चाहिँ यो भित्र जाँदा चाहिँ यहाँनिर यो चाहिँ रेड फ्ल्याग देखाइरहेछ। चाहिँ खासमा के रहेछ यो चाहिँ नबुझेको कुरा। कोहीले जान्नु भएको छ भने यसो बुझाइदिँदा बेटर हुन्थ्यो। यो चाहिँ किन राख्यो होला यहाँ चाहिँ। यस्तो झाडीमा ट्याक्क लाएर मायालाई ल्याएर राखेर मस्त गफ हान्न पाए कति मजा आउँदो। यो गर्मीमा यो चिसो चिसो हावा, त्यही माथि यो हरियाली। आहा के छ। घरमा आउने विचार छ भने आउँदा हुन्छ ल। यति बवाल छ यी। अब फेरि ठाडै ओह्रालो आइसक्यो। यता झन् बवाल छ। यता जाऊँ न त, यता हेरिदिउँ न त के रहेछ होइन त। यता झन् बवाल जस्तो देखेँ मैले। रहेछ चाहिँ के यहाँ चाहिँ। यो चाहिँ ठ्याक्कै मेरो गाउँको याद आउने बाटो जस्तो देखेँ मैले। ठाउँमा आएर चिलमा बस्नु त कति राम्रो हो त। यो हावा सिरिरिरिरिरि हावा। हाय हाय मजा नै मजा छ।
ये पारी सिटी यहाँको ट्र्याक्टरहरू बबाल बबाल पुरै गाउँ नै हो यो। दामी छ यसमा टिटिङ बस्ने। बाटो सकियो जस्तो छ यहाँनिरबाट। ऊ तल चाहिँ समुद्र छ। पसिना आए पनि जे गरे पनि घुम्न चाहिँ छोडिन्न कि। त्यत्रो घाम भयो नि जे भयो नि बबाल बबाल ठाउँमा आउने घुम्ने। यही त हो जिन्दगी भनेको।